काठमाडौँ सहर हाम्रो काठमाडौँ हाम्रो नेपाल बाइकहरू कति धेरै छ बाइक स्कुटर गाडीहरू धेरै छ सबैजना कोही कहाँ अफिसदेखि कोही कहाँ घुमेर कोही कहाँ गएर होला अहिले पुरै राति भइसक्यो 6 बजिसकेको छ अझै छ हल्का यो चाहिँ के हो बाइक स्कुटर कति धेरै कम काठमाडौँ सहर हेरेर लाग्छ र पैसा जान्छ खर र काठमाडौँ सहर सबलाई हतार भएर छ क्या अहिले चाहिँ सबलाई हतार त्यो घर जान घरको रुममा होइन कहाँ कहाँदेखि आउनु भयो होला नि त कोही अफिस गएर कोही कहाँ घुम्न गएको थियो होला कोही कतै साथीहरू भेट्न जानुभएको थियो होला कोही कतै जानुभएको थियो होला होइन सबैजना नि अहिले चाहिँ फर्किनु लागि एकदम हतार छ त्यही भएर गाडी बाइक मात्रै छ अहिले चाहिँ पुरै राति 6 पनि बढी भइसक्यो 6 बजे पनि बढी भइसक्यो है म पनि आज एकछिन बाहिर निस्किनु त भनेर निस्केको अनि टक्क निस्केको भिडियो बनाऊँ जस्तो लाग्यो त्यही भएर भिडियो बनाउँदैछु सबैजनाले सब्सक्राइब लाइक कमेन्ट सेयर गरिदिनु ल साथीहरू सबैजना मिलेर साथ सपोर्ट गर्नु होला है मैले त्यति राम्रो भिडियोहरू चाहिँ बनाएको छैन अहिलेसम्म ल्याएको छैन किनकि अब मेरो त्यस्तो छैन नि त धेरै भ्युअर्सहरू छैन अनि सब्सक्राइबरहरू छैन त्यही भएर म चाहिँ अहिले चाहिँ अलिअलि छोटो सर्ट भिडियोहरू मात्रै होइन जानी नजाने भए पनि अलिअलि ल्याएको छ त्यस्तोहरू छ मेरो धेरै अनि यस्तो लङ भिडियोहरू चाहिँ मैले ल्याएको छैन अब चाहिँ आउँछ बिस्तारै अब सबैजनाले अलिकति सपोर्ट गर्नु पऱ्यो साथ दिनु पऱ्यो होइन सबैजनाले सब्सक्राइब गर्नु होला जसले हेर्नु भएको छ सबैजनाले सब्सक्राइब गर्नु म अनि अझै योभन्दा राम्रो मिठो खालको भिडियोहरू ल्याउँछु है त्यसको लागि कस्तो मनपर्छ यस्तै खाले ल्याउँ कि कमिक टाइपको ल्याउँ कि कस्तो भन्नु होला है त्यस्तै ल्याउँछु म ल अहिले पुरै गाडीहरू जाम छ गाडी बाइक धेरै छ होइन अब हाम्रो नेपालमा जे गरे पनि डर मात्रै छ नि त अब कहिले ठुल्ठुलो बिल्डिङहरू बनाए पनि भूकम्प आउँछ त्यो ढाल्छ भनेर डर अब त्यस्तो ठुल्ठुलो नभए पनि पानी परेर आउँछ त्यो बाढहरू आएर आउँछ पानी परेर आउँछ अनि कति के भएर आउँछ नि त कहिले के आन्दोलन कहिले के नेपालमा चाहिँ अलिक बिजोकै छ क्या हाम्रो नेपालमा चाहिँ अलिकति सबैजनाले मिलेर सबैजनाले राम्रो मन गरेर अलिकति सबै कुरा मिलाएर अगाडि केही विकास छैन केही गर्नु पर्थ्यो अब त्यस्तो पनि छैन त्यस्तो भएको मान्छे पनि छैन के सबै त्यस्तै छ अब चोर फटाहरू मात्र छ है के गर्नु होला ठिक छ त्यस्तै हो अब आज चाहिँ पानी पनि परेको थियो
जाँड पनि अति जाडो छ बाछा चाहिँ अति जाडो छ त्यस्तै हो अरू त रातिको समयमा के देखाउनु र त्यस्तै हो झिलिलिलिलि सहर सबै कुरा छ क्या हाम्रो नेपालमा खोला पानी बिरुवा बोट के चाहिने ढुङ्गा माटोदेखि लिएर सब छ क्या के पनि चिन्ता छैन अलिकति जस नेताहरू चाहिँ अलिकति राम्रो नभएको कारणले चाहिँ यस्तो दुःख पायो क्या अनि त्यो भएर यस्तो पनि भयो होला अरू सबै ठिक छ नत्र यस्तो होइन झिलिमिली सहर गाडी बाइकहरू होइन यस्तो घरहरू यस्तो राम्रो राम्रो छ न त यस्तै हो साथीहरू यस्तै हो के गर्नु सबैजनाले माया गर्नु होला भिडियो हेर्नु होला अन्तिमसम्म हेर्नु होला हेरेर सपोर्ट गर्नु होला है जाम भएको छ सबैजनाको घर जाने टाइम भएको छ नि त अहिले त्यही भएर यस्तो जाम भएको छ जानुहोस् 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 मान्छे हिँड्ने बाटो पनि छैन पक्नु दाइ पक्नु मोबाइल कपडा के चाहिन्छ चस्मा सबै त आउनु होला जुत्ता होइन सबै राम्रो हुन्छ ल यहाँ मल पस पनि छ यहाँ पनि आउनु होला मोबाइल किन्नको लागि जुत्ता कपडाहरू सबै छ कल्याण मलाई ल गाइजहरू अब म रुम पुग्न लागेँ ल त्यस्तै हो जिन्दगानी के यस्तो ल पुरै राति भइसक्यो अहिले चाहिँ 6:30 भइसक्यो होइन म चाहिँ भिडियो बनाउँदैछु त्यस्तै हो अरू त के भन्नु छ र के गर्नु छ र मलाई यस्तो छ नि के भएर भनेर मात्र पनि त हुँदैन नि त कि कसो हो तपाईँहरूले त मलाई सब्सक्राइब गर्नुहुन्न अनि मलाई रिस उठेर आउँछ मान्छे पनि भिड भएको छ के मेडिकल होला यस्तो भिड छ मान्छेहरू यतिकै भिड बाइकहरू यतिकै छ त्यस्तै गाडीहरू त त्यस्तै हो घरहरू त्यतिकै छ सबै सब भिडभाड भइरहेछ अहिले चाहिँ सबैजनाको घर जाने टाइम पनि भयो होला अनि म पनि अब जाँदैछु सबैजना हिँड्दै हुनुहुन्छ सब अब रुम जाने टाइम भएको छ ल ल जाऊँ गुरुजी जाऊँ
ए कपडाहरू चाहिएमा यता आउनु होला यस्तो दामी दामी कपडाहरू छ घाँटीमा के पस्यो ए अँधेरो भइसकेको छ ल के चाहिन्छ सबै यता आउनु होला है त किनमेल गर्नको लागि कपडा जुत्ताहरू सबै पाइन्छ अब किनौँ भने छ आफ्नो त टन्नै छ के धेरै किन्नु अब दसैँ तिहार पनि गइसक्यो के धेरै किनेर काम पनि छैन आफूलाई लाउने यता त्यो हिँड्नको लागि छँदैछ अब नकिन्ने अब 1-2 महिनासम्म नकिन्ने त्यसपछि किन्नुपर्छ ल अब म पनि आइपुगेँ सबैजनालाई अब म पनि छुट्टिन चाहन्छु होइन काठमाडौँ सहर हेर्दा लाग्छ रहर भने जस्तै हो ल म अब आइपुगेँ सबैजनालाई धन्यवाद सबैजनाले भिडियो हेर्नु होला सब्सक्राइब लाइक कमेन्ट सेयर गर्नु होला सबैजनालाई है जसले हेर्नुहुन्छ सबैजनाले सब्सक्राइब गर्नु कमेन्टहरू सेयरहरू गरिदिनु सबैजनाले है ल त अनि अझै धेरै मेरो सब्सक्राइबरहरू भयो भने म अझै राम्रो राम्रो भिडियोहरू ल्याउँछु आज भोलिको लागि यस्तै हो ल त ओके ल बाई बाई म छुटेँ सबैजनालाई ओके धन्यवाद थ्याङ्क यू सो मच